केमिस्ट्रीबाट Write a balanced chemical equation of the reaction between water and the compound formed by the reaction of the element of atomic number 12 and atomic number 8. In what condition the chemical so formed needs to take as medicine? यहाँ क्वेसन चाहिँ यो 2 मार्क्स को क्वेसन हो र यहाँ के सोधेको छ भन्दाखेरि वाटर र compound formed by the reaction of the element of atomic number 12 and atomic number 8. वाटर र यो atomic number 12 अनि एटमिक नम्बर 8 भएको इलिमेन्टबाट बन्ने कम्पाउन्ड बीच हुने केमिकल रिएक्सन सोधेको छ क्वेसनले। सो अब यहाँ हामी हेरौँ, यहाँनिर जुन छ एटमिक नम्बर 12, एटमिक नम्बर 12 भन्ने बित्तिकै यो म्याग्नेसियम हो अनि एटमिक नम्बर 8 भन्ने बित्तिकै अक्सिजन हो। अब म्याग्नेसियम र अक्सिजन जुन छ बाट बन्ने कम्पाउन्ड भनेको म्याग्नेसियम अक्साइड हो। अब यो म्याग्नेसियम अक्साइड र यहाँनिर म्याग्नेसियम अक्साइड र वाटर बीचको हामीले ब्यालेन्स केमिकल रिएक्सन लेख्नुपर्ने हुन्छ। सो MgO प्लस H2O गर्ने बेलामा अब यहाँनिर के बन्छ त भन्दाखेरि म्याग्नेसियम यहाँनिर चाहिँ बन्छ म्याग्नेसियम हाइड्रोक्साइड। हामी लेख्न सक्छौँ MgO प्लस H2O गर्दा MgOH2 म्याग्नेसियम हाइड्रोक्साइड भन्छ। अब यसलाई हामीले ब्यालेन्स गर्नु पर्यो भने यो अलरेडी ब्यालेन्स छ। यहाँनिर म्याग्नेसियम एउटा अक्सिजन दुईवटा रिएक्टेन्टमा र यहाँनिर 2 गरेपछि अक्सिजन दुईवटा भयो, हाइड्रोजन पनि रिएक्टेन्ट र प्रोडक्ट दुवैमा दुईवटा छ। सो यो अलरेडी ब्यालेन्स छ। यसरी चाहिँ हामीले जुन छ क्वेसनको एन्सर लेख्न सकिन्छ। म्याग्नेसियम अक्साइड र वाटर रिएक्सन भएपछि म्याग्नेसियम हाइड्रोक्साइड बन्छ। र क्वेसनमा अर्को सोधेको छ इन वाट कन्डिसन द केमिकल सो फर्म निड्स टु टेक एज मेडिसिन। अब यहाँनिर यसरी बनेको रसायन कस्तो अवस्थामा हामीले औषधिको रूपमा खानुपर्ने हुन्छ भन्दाखेरि यो चाहिँ अब हाइड्रोक्साइड भयो, हामीले हेर्न सक्छौँ यो म्याग्नेसियम हाइड्रोक्साइड